मुक्ति पाइन्छ भक्ति मार्ग अन्धालेमा मुक्ति पाइन्छ त्यो मार्गमा लाग्यो भने ठक्कर खाइन्छ त्यो मार्गमा लाग्यो भने ठक्कर खाइन्छ त्यसैले त सत्य भन्छन् नारायण बोल चेतन नारायण बोल नारायण महामंत्र सदैव हरि बोल नारायण 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 बोल नारायण 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 बोल भए मात्र भव तरिन्छ गुरु कृपा भए मात्र भव तरिन्छ नभए त संसारी भए त चेतन नारायण बोल त्यसैले त बोल चेतन नारायण बोल नारायण महामन्त्र सदैव हरि बोल नारायण महामंत्र सदैव हरि बोल नारायण 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 श्रीमन नारायण 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 श्रीमन नारायण नारायण नारायण। आजको चाहिँ साप्ताहिक महापुराणको आज पाँचौं दिनको चाहिँ भोजन गराउँदै हुनुहुन्छ हाम्रो सन्तोष खवास भाइले। त्यसै गरी यहाँ देख्न सक्नुहुन्छ भण्डाराहरू बन्दैछन्। अग्र पूजा आज गजाननको हुन्छ भने म कति भाग्यमानी रहेछु पिता, मलाई आज हजुरहरू मेरो भाग्यमा आइदिनुभयो, म हजुरहरूकै सेवा गरेर बस्छु भनेर छोराले जब पूर्ण रूपमा समर्थन गरे, बाबालाई पाएकोमा खुसियाली व्यक्त गरे सज्जन बाबा साह्रै प्रसन्न हुनुभयो। भक्तगणहरूको आउने क्रम जारी छ। आजको साप्ताहिक महापुराणको पाँचौं दिन रहेको छ। अभ्यां श्रियं लब्ध्वा विभवं चातुलं भुवि। ये अम्बरीशा यति वैभवशाली बने, यिनले पछि राज्य विस्तार गर्दै 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 लगेर सारा एक छत्र राज्य बनाए, 7 द्वीपका मालिक बने। यिनलाई हेर्नुहोस् सब हुँदा हुँदै त्यस्तो हुन्छ। ईश्वरको कृपा भयो भने र सत्यवादी बन्न सक्यो र माता पिता प्रति अगाध श्रद्धा गर्न सक्यो भने त्यो क्रमशः वंशानुगत आशीर्वाद प्राप्त हुँदै जाँदो रहेछ। पितृहरूको आशीर्वादले होला यिनले 7 दिनको आधिपत्य प्राप्त गर्ने सौभाग्य प्राप्त गरे, अव्यय अतुलनीय वैभव प्राप्त गरे। तर यति धेरै वैभव प्राप्त गरे तापनि मेनेति दुर्लभम पुंसां सर्वम तद स्वप्न संस्तुतम। तर यो उनले आफूले प्राप्त गरेको वैभवलाई चाहिँ स्वप्निल संसारमा प्राप्त गरेको वैभव जस्तै ठाने। भगवान वासुदेवका अनन्य भक्त बने, सारा प्राप्त गरेको वैभवलाई खिया परेको फलामको टुक्रो झैं ठाने। अनि शरीरलाई मनलाई वाणीलाई कहाँ लगेर केन्द्रित गरे त? सबै मन कृष्ण पदारविन्दयोः वचांसि वैकुण्ठ गुणानुवर्णने। खरो हरिर्मन्दिरमार्जनादिषु स्तुतिं चकार च्युत सत्कथोदये। भगवान धरेण के गरे?
भगवान का गुणानुवाद करें। हरे राम हरे कृष्ण जपे समय शरीर बिताए, करो हरेर मन्दिर मार्जनादिशु। हातले के काम गर्थे? भगवान तपाईँको पूर्ण भयो भनेपछि राजाले केही कार्य गर्नुभयो, भगवानको चरणामृत पान गर्नुभयो, एउटा तुलसी पत्ता खानुभयो। एकछिन पछाडि दुर्वासा ऋषि आइपुग्नुभयो। राजाले त यथार्थ कुरा, गुरुदेव द्वादशी समाप्त हुन आँटेकोले गर्दा मैले पारायण गरेँ, भोजन गर्न जाउँ भनेछ। ऋषिले के बुझ्नुभयो? मैले खाइसकेँ, अब तपाईँ जाउँ भन्ने बुझ्नु भएछ। ऋषिलाई रिसाएर आगो भइहाल्नु भने, ए त मलाई भोजन गर्न बोलाउने, पहिला तैँले खाने, अनि तैँले खाएर उब्रेको मैले खानुपर्ने? मलाई के खानेको छ भनेर यति साह्रो रिसाउनु भयो। आफ्नो जतालाई निकालेर भुइँमा पछार्नुभयो। पछार्ने बित्तिकै त एउटी कृत्या जन्मिन्। हातमा खड्ग लिएर राजातिर आक्रमण गर्न लागिन्। भगवान नारायणका यिनी अनन्य उपासक भएको हुनाले भगवानका सुदर्शन चक्रले यिनको रक्षा गरिरहन्थे। आज पूर्ण भएको छ। स्वयम्भू मनु र शतरूपा रानी भएर हजुरहरूले कठोर साधना गर्नुभयो। झोलाबाट निकालेर राख्नु, सबै त निकाल्नुहोस्। तपाईँलाई कसै घरमा जाँदा खानेकुरा झोला ल्याएर टाउका राखिदियो भने